टाउको भतभती पोल्ने दुख्ने समस्या छ। यो सँगसँगै दुखाइ सहन सक्नेदेखि लिएर गम्भीर रूपमा टाउकोको एक भागमा दुखाइका लक्षणहरू देखिने गरेका छन्। यदि त्यसो हो भने तपाईलाई माइग्रेन टाउको दुखाइ भएको भनेर हामीले आशंका गर्न सक्छौं। टाउको दुख्नुका अलावा पनि बान्ता हुने, वाकवाकी लाग्ने जस्ता लक्षणहरू देखिएको छ। चकिलो प्रकाश, केही हो-हल्ला, आवाजहरू सुन्न नसक्ने, सहन नसक्ने र केही गन्धहरूसँग चाहिँ एकदमै धेरै चाहिँ सेन्सिटिभ हुने, त्यो गन्धहरू चाहिँ सहनै नसक्ने जस्ता लक्षणहरू देखिने र माइग्रेनका बिरामीहरू अँध्यारो र शान्त कोठामा बस्न रुचाउने गर्दछन्। शारीरिक र दैनिक क्रियाकलापहरूमा चाहिँ टोटल्ली उनीहरूले चाहिँ व्यवस्था गर्ने गर्दछन्। यति मात्र नभएर एकदमै धेरै आलस्य हुने र कुनै कामप्रति पनि जाँगर नआउने जस्ता लक्षण पनि देखिने गर्दछ। माइग्रेन टाउको दुखाइका 1/3 बिरामीहरूले चाहिँ टाउको दुख्नभन्दा अगाडि नै उनीहरूले चाहिँ विभिन्न किसिमका लक्षणहरू, विभिन्न किसिमका अराहरू चाहिँ महसुस गरिरहेका हुन्छन्। टाउको दुख्नुभन्दा अगावै देखिने त्यस्ता लक्षणहरूमा चाहिँ आँखामा चम्किलो प्रकाश आएको जस्तो महसुस गर्ने गर्दछन् भने यसका साथसाथै आँखामा चाहिँ केही कालो धब्बाहरू देखिने गर्दछ र आँखा आफ्नो एउटा दृष्टि, एउटा भिजनमा चाहिँ चेन्जेस देख्ने गर्दछन्। आफ्नो दृष्टि परिवर्तन भएको, पहिलाको जस्तो नभएको हो कि भन्ने जस्तो एकदम असहज महसुस पनि उनीहरूले सँगसँगै माथिका लक्षणहरू सँगसँगै यी यस्ता लक्षणहरू पनि विशेष गरेर आँखाको भागमा देख्ने गर्दछन्। यदि तपाईलाई पनि माथि भनेका लक्षणहरूमध्ये अधिकांश लक्षणहरू देखिएको छ, यी यस्ता समस्याहरू देखिएको छ भने तुरुन्त स्वास्थ्य संस्थामा गएर चाहिँ तपाईले औषधि उपचार गर्न आवश्यक देखिन्छ। भिडियोलाई सक्दो शेयर गरी भिडियोलाई धेरै भन्दा धेरैको माझमा पुर्याइदिनु होला। पेजलाई फलो गर्नु होला। अर्को भिडियोमा भेट्नेछौँ है त। नमस्ते।